सम्पूर्णमा नमस्ते। आज 2083 साल नेपाली नयाँ वर्ष। देश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी, दाजुभाइ, आमाबुवाहरू सबैमा 2083 सालको शुभकामना भन्न चाहन्छु। यही उपलक्ष्यमा हामी चाहिँ फ्यामिली र केही साथीभाइहरू चाहिँ मिलेर सानो एउटा रमाइलो पिकनिक प्रोग्राम जस्तो बनाऊँ भनेर चाहिँ हामी पिकनिक स्पटमा आइसकेका छौँ। योभन्दा अगाडिको हामीले सामानहरू लिएर आएको, कटिङहरू गरेको भाग चाहिँ मैले हाल्न पाइनँ। यहाँ चाहिँ हाम्रो पाहुन पापडहरू तार्ने कार्यक्रम भइरहेछ यतातिर है। अनि यतातिर चाहिँ हाम्रो अरू खानेकुराहरू बनाउँदैछौँ। यता रोस्ट रेडी हुँदैछ, रोस्ट तारिरहेछौँ हामीले। यता यो चाहिँ मटन रेडी हुँदैछ। रोस्ट चाहिँ रेडी भइसक्यो। लगभग हाम्रो सम्पूर्ण खानेकुराहरू चाहिँ रेडी भयो। यता चाहिँ हाम्रो पुलाउ, यता अचार, यता चाहिँ हाम्रो तरकारी, यता चिकन ग्रेभी, यता मटन, लगभग सबै खानेकुराहरू चाहिँ रेडी भइसकेको छ हाम्रो। यता चाहिँ हाम्रो भाउजूले के तार्दै हुनुहुन्छ, खुट्टा टाउको तार्दै हुनुहुँदो रहेछ। यो चाहिँ खाजा खानेहरूलाई। अब हामीले चाहिँ लगभग सबै भ्याएर यता बाँड्ने खाने त्यो तर्खरमा छौँ। सबैजना एकदमै शान्तपूर्ण लाइनमा आएर लाइनबद्ध रूपमा खानेकुराहरू थाप्दै यता आएर खाँदै गर्नुभएको छ। यता चाहिँ सबै आन्टी भाउजूहरू, आमाहरू, उता मेरो बुढी बाबु, अरू सबै बच्चाहरू सबैजना चाहिँ यता खाँदै हुनुहुन्छ। यता चाहिँ हामीले सबैजना खुवाउने अनि हामी चाहिँ खाने भनेर चाहिँ हामी चाहिँ यता बसिरहेको थियौँ। यता कोही चाहिँ खाँदै हुनुहुन्छ, कोही चाहिँ खाँदै नाच्दै रमाइलो गर्दै हुनुहुन्छ।